हजुरहरूलाई चाहिँ म एउटा कुरा देखाउँछु है। ल हेर्नुहोस् हाम्रो मोडुलर किचन यस्तो छ हालत। मोडुलर किचनको हालत यस्तो भएको छ। हेर्नुहोस् त हाम्रो यो यहाँबाट पानी सिपेज भएर बेसिनको पानी लिक भएर अनि यहाँ सबै यस्तो भएको छ। ल हेर्नुहोस् त यहाँको प्लाई पनि गएको रहेछ क्या। अब यो ग्रेनाइट मात्रै बचेछ। हिजो त्यही पनि एउटा भारी सामान राख्दाखेरि चाहिँ यसो ग्रेनाइट पनि भाँच्यो, चिरा पर्यो अनि ढुसी के आउने कि। अनि हामी चाहिँ एकदम दिगदार भइसक्यो। यो ढोकाहरू सबै निस्किसक्यो। हुँदा हुँदा यताको पनि यस्तो भइसक्यो। अरू ठाउँ कहीँ छैन। यो बेसिनको ट्याक्कै तलको भाग चाहिँ यस्तो भएको छ क्या। त्यही भएर मोडुलर किचन बनाउँदाखेरि चाहिँ एकदमै ध्यान दिनुपर्ने रहेछ। सकेसम्म चाहिँ इँटा लाकै किचन तलको राम्रो हुँदो रहेछ क्या। यहाँ फेरि माथि राम्रै छ। यसरी हामीले पुरै टालेको त्यही पनि सिपेज भयो। अनि यहाँबाट चाहिँ पानी गएको रहेछ क्या। त्यसो यो अनि हिजो यो भारी सामान राख्दाखेरि यो ग्रेनाइट र यो ठ्याक्कै यसरी छुट्टिएको छ क्या। अनि यहाँ चिरा परेछ, यहाँ पनि चिरा परेछ। बेजोग भएको छ हाम्रो किचनको हालत चाहिँ। हेर्नुहोस् त।